गाइज होइन मैले चाहिँ अनलाइनमा पैसा लगाएको थिएँ होइन। सुरुमा चाहिँ वाट्सएप म्यासेज आएको थियो अनि लाइक गरेर 300 रुपियाँ आइछ भनेर भन्यो होइन। अनि ठिक छ नि त कस्तो हुन्छ भनेर स्क्याम होला भन्दै मैले पनि फेरि हुन्छ नि त भनेर गरिदिएँ। अनि 300 रुपियाँ पैसा आयो। त्यस पछाडि मेरो दिदीलाई मैले चाहिँ 10,000 पैसा मागेर 2,000 को 2600, 5,000 को 6500 र 10,000 को 13,000 भन्ने रहेछ। मैले 10,000 हालिदिएँ। 10,000 13,000 आयो होइन। त्यस पछाडि फेरि 30,000 को त्यो लेभलमा गर्न मिल्दैन भनेर 30,000 को 30,000 हाल्दा 40,000 आउने भन्ने पनि भयो होइन। अनि मसँग पैसा छैन, म 10,000 मात्रै हाल्छु भनेको। त्यस पछाडि अर्कैमा हालिस् भनेर चाहिँ पैसा खाइदियो क्या मासुमा। अनि 10,000 हाल्दाखेरि 13,000 आउँछ भन्ने आशमा लगभग मेरो दिदीले हालेको 10,000मा मेरो 7,000 घाटा भयो क्या। अब अहिले मसँग 3,000 मात्र छ फेरि पैसा। 2081 चैत मैले 23 गते हालेको, 22 होला, 22 कि 23 गते हिजो हालेको क्या। हिजो 22 हो कि 23 हो होइन। कस्तो टेन्सन भइरहेछ र बाँकी साकी तिर्नुपर्ने होइन। कस्तो तनावमा छु क्या म फेरि। अब फेरि खतरा तनावमा भइरहेको छु क्या। तर बाल छैन, अब जिउनु भइहाल्यो त के गर्ने हो र। ठिक छ।